तर कसम भ्यू चाहिँ साथीहरू यार वाउ देखेछ है वाउको पनि वाउ हो मामाको टाउको त यो भ्यूले चाहिँ मारेको छ है मेन चाहिँ यो भ्यूले मारेको छ यार साथीहरू कसम तपाईहरु लकी हुनुहुँदो रहेछ अनि म पनि लकी रहेछु धेरै नभए पनि दुईवटा मृगलाई चाहिँ देखाउन पाएँ यहाँ आएर हेलो ब्युटिफुल पिपल वेलकम टु राणा ब्लग्स हजुरहरू सबैजनालाई फेरि पनि राणा ब्लग्समा स्वागत छ यो चाहिँ एक्सप्लोरिङ डेनमार्कको यो के भन्नु यसलाई सिजन 2 एपिसोड 2 हो यो चाहिँ आज चाहिँ हामी म अघिबाटै भ्लग स्टार्ट गर्न खोजिरहेको थिएँ तर कारणवश भएन अहिले हामी ठ्याक्क डेस्टिनेसनमा आएपछि म फेरि स्टार्ट गरेको छु योलाई क्ल्याम्बरबर्गमा ठ्याक्क आइपुगेका छौँ तपाईँहरूलाई म नामसहित देखाउँछु यहाँ छ यहाँ क्ल्याम्बरबर्गमा ठ्याक्क आइपुगेको छौँ हामी बाहिरको भ्यूहरू चाहिँ यस्तो छ अनि यता चाहिँ हाम्रो अर्को साथी नन्दन दोस्त पहिला भ्लगमा देख्नु भएकै होला अनि यता चाहिँ हाम्रो दुईजना साथीहरू दुईजना साथीहरूलाई पनि स्वागत छ यता हाम्रो आफ्नै मामा डेनमार्कको मामा हुनुहुन्छ फोटो सेसन चल्दैछ यता तर वाउ छ यार केटा भन्दा नि साथीहरू एकदमै यहाँ डेनमार्कमा समर लागेपछि चाहिँ यहाँको भ्यूहरू एकदमै असम एकदम बब्बाल देखिन्छ कि तपाईँहरूले देखिरहनु भएको रहेछ मेरो भएकै होला किन मुख बटारिरहेछ आज मुख चिप्लिरहेछ देखिरहनु भएकै होला पछाडिको ब्याकग्राउन्डहरू अनि यताको त कुरै नगरौँ यता त वाउ नै छ अलिकति अझ मजाले दिन खुलेको छैन कि माथि त्यो सेतो बादललाई त्यो पानी पर्ला जस्तो भएर कालो बादल भएको छ नभए त अझ बबाल देखिन्थ्यो यार यो कस्तो खतरा गर्छ है प्यालेस जस्तो माथि टावर नि रहेछ यता चाहिँ यस्तो छ केटाहरूको फोटो सेसन चलिरहेछ अब हामी यताउता घुम्छौँ कता कता जान्छौँ के गर्छौँ तपाईँहरूले चाहिँ देखिसक्नु अरे देखिहाल्नुहुन्छ आज अलिकति मुख चिप्लिरहेछ त्यसको लागि चाहिँ सरी एकछिनपछि देखिहाल्नुहुन्छ त्यसको लागि चाहिँ एकछिन वेट गर्नुपर्ने हुन्छ स्टेडियम साथीहरू छियो ल अहिले चाहिँ हामी पिज्जा हन्टिङ जाँदैछ 2 स्लाइस चाहिँ हराइसक्यो एकैछिनमा ओए 2 होइन 4 हरायो त खोइ यहाँ 3वटा हरायो त मामा के हो यस्तो छिटो खाने ल खाइदियो ट्राई गरिदियो तर चिसिसक्यो बबाल छ वाउ छ है पिज्जा चाहिँ तर अलिकति चिसो भयो के ट्रेन आएर पनि हिँडिसक्यो खाने क्रम जारी छ यता हाम्रो अरब सोल्टी पिज्जा चाहिँ लगभग 1.5 मिनटमा सकिसकेको छ मामा कस्तो रह्यो त कस्तो रहेछ त पिज्जा यहाँ अलिकति समस्या पऱ्यो के समस्या पऱ्यो त नभनौँ भन त के कस्तो रहेछ त पिज्जा कस्तो लाग्यो मिठो तर सिलाएर स्वादै आएन हो र जस्तो मिठो छ त्यस्तो मिठो आएन मिठो लाग्यो त श्रीमान मिठो हो फुड ब्लगर बनाउनु पर्छ कि श्रीमानले त खतरा दिँदो रहेछ त नन्दन कस्तो लाग्यो त पिज्जाको रिभ्यू दियो यता चाहिँ म पहिलादेखि भनिरहेको छु यता हाम्रो सिङ्गल केटो म हो अनि यस्तो ह्यान्डसम केटो छ सिंगल बट टेकन यो सुरुवात मात्रै हो साथीहरू अब भ्यू बब्बाल सिनहरू अनि रमाइलोहरू चाहिँ अझ यसको धेरै राम्रो आउन सक्छ यो भन्दा ल गाइस फाइनली हाम्रो करिब क्ल्याम्बरबर्ग स्टेसनबाट चाहिँ 2 मिनट्सको वकिङ डिस्टेन्स पछि चाहिँ एकदम बब्बाल खालको लोकेसनमा आइसकेको छौँ
तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि अलिकति घाम चाहिँ लागेन, त्यही भएर उज्यालो देखाएको छैन। यहाँ ट्याक्क हामी ठुलो सी साइडमा आइसकेको छौँ, बिचमा। बिच चाहिँ अलिक तल होला, तर बब्बाल देखिरहेछ भ्यू हेर्नु न, सबै समुद्र। ओए मामा कहाँ हिँडेको तिमी चाहिँ? ए त्यतै हो? मामा त लखर एक्लै हिँडिरह यार, हेर त लु। ल जाउँ साथीहरू, अब हामी समुद्रको एकदमै नजिकै जाँदैछौँ। अस्तिको होलबेकको भ्लग पनि हजुरहरूले हेरिसक्नुभयो होला। हेर्नुभएको छैन भने डेनमार्कको एकदमै बब्बाल ब्युटिफुल ठाउँ हो त्यो, गएर चेक गर्न सक्नुहुन्छ। राणा भ्लग्स युट्युब च्यानलमा भर्खरैको लेटेस्ट भिडियो हो त्यो। योभन्दा एकपटक अगाडिको भिडियो हो, एकदम लेटेस्टै हो त्यो पनि। फाइनली साथीहरू, त्यो अघिको ठाउँबाट फेरि अर्को 2 मिनट्सको वकिङ डिस्टेन्स पछि चाहिँ बब्बाल हामी एकदमै बिचमा आइसकेका छौँ, समुद्रको छेउमा। ट्याक्क यतातिर समुद्र छ, देख्न सक्नुहुन्छ। अनि यता फोटो सेसन चलिरहेछ। मामा के गरेको हो र तिमीले? नन्दन हाम्रो यता चाहिँ, हाम्रो नन्दन चाहिँ रिच हो कि S25 अल्ट्रा बोकिहालेछ, होइन S26 अल्ट्रा बोकिहालेछ। फ्लेक्स पनि हानिदिइहाल्छ। तर बबाल छ है, भ्यू चाहिँ बबाल छ साथीहरू, देख्न सक्नुहुन्छ। वाउ, हेर्नुहोस् त यता, यहाँ चाहिँ यहाँकै मान्छेहरू हुनुहुँदो रहेछ। यहाँकै टुरिस्टहरू हो कि होइन, बाहिरबाट घुम्न आउनुभएको होला सायद, ठुलो ब्यागहरूसँग हुनुहुन्छ। तर बब्बाल देखिरहेछ यार, यहाँको भ्यूहरू हेर्नु त साथीहरू, बब्बालै छ नि। श्रीमान, अस्तिको ठाउँ र यो ठाउँमा कम्पेयर गर्दा कुन दामी लाग्दैछ त? यो ठाउँलाई मैले 100 दिन्छु, अस्तिकोलाई मैले 70। हो, मलाई पनि त्यस्तै लाग्दैछ। अस्तिको नि राम्रो त राम्रो, तर यो सी साइड झन् बब्बाल देखिँदो रहेछ यो, बब्बाल। त्यही हो नि, बब्बाल देखिरहेछ। साथीहरू, हामी चाहिँ यहाँ बिचको रमणीय दृश्यहरू हेर्दै बसिरहेछौँ। एकदम रमाइलो छ, देख्न सक्नुहुन्छ। मेरो ब्याकग्राउन्डमा यस्तो बब्बाल दृश्यहरू छ। यतातिर घुमाउँदा चाहिँ झन् बब्बाल देखिने हो, तर अलिकति यहाँ चाहिँ लाइटिङको समस्या भयो। घाम समर भए पनि अलिकति यस्तो छ कि हल्का त्यो हाँसले त फेरि हामीलाई त कहिले छोड्दैन नि बाट। हाँसले त कहिले साथ छोड्दैन यार साथीहरू। मामा यो हाँस त तिम्रो साथी हो कि के हो यार? बिरयानी बजाउँदैछ यार, म यता भ्लग गर्दा केटाहरूले। अनि यो ठाउँको बारेमा केही जानकारी दिँदै हुनुहुन्छ हाम्रो श्रीमान भण्डारी दोस्तले चाहिँ। ल भ्यू बब्बाल छ, तर अलिकति यहाँ लाइटिङको समस्या भयो कि साथीहरू, त्यसको लागि चाहिँ माफी चाहन्छु। नभए यो यस्तो बब्बाल देखिन्थ्यो त, हल्का त्यो ब्राइटनेस कम भएको जस्तो भइरहेछ। त्यही पनि केही छैन, तपाईँहरूले यस्तो राम्रो ठाउँ देखाइरहन पाइरहेको छु। म पनि आफै पनि घुमिरहेको छु चिलमा। तपाईँहरू पनि खुसी हुनुहोस्, म पनि खुसी हुनेछु। ल श्रीमान दोस्त, यो चाहिँ क्ल्याम्पेनबर्ग स्ट्रान्ड भन्छ यसलाई। क्ल्याम्पेनबर्ग बिच हो। आज खासै घाम नलागे पनि एकदम रमणीय वातावरणमा हामी कोपेनहेगनदेखि क्ल्याम्पेनबर्गको यात्रा डबल डेक ट्रेनमा, र देख्न सक्नुहुन्छ कति राम्रो समुद्रको छालहरू छल्किरहेको छ। र हजुरलाई एउटा एकदम राम्रो दृश्य जुम गर्नुहोस् त उता, यता त्यहाँ एउटा पुल देखिरहनु भएको होला। यहाँ पर त्यो पुल चाहिँ, त्यो पुलले कोपेनहेगन र माल्मो जोड्ने काम गर्छ। यानि कि डेनमार्क र स्विडेन। कस्तो छ भनेपछि त्यो माल्मो साइड, स्विडेन साइडतिर चाहिँ त्यहाँ पुल छ, तर कोपेनहेगन साइड, डेनमार्क साइडतिर चाहिँ पानी मुनिबाट टनल छ। एउटा लाइक इन्जिनियरिङ, एउटा आर्किटेक्टको एउटा यस्तो नमुना इक्जाम्पल हो कि यो मान्छेहरू नै छक्क पर्ने जस्तो इक्जाम्पल छ। देख्न सक्नुहुन्छ यति राम्रो छ। सुरज सरले, हाम्रो सुरज सरले त क्यामेरा पनि देखाइरहनु भएको छ होला। र यदि हजुरलाई, हजुर कोपेनहेगन डेनमार्कमा हुनुहुन्छ र डे आउट गर्न मन छ, गर्मी भयो समरमा डे आउट गर्न मन छ भनेपछि यहाँ यता पार्क छ,
यता बिच छ यति रमाइलो ठाउँ कि एकचोटि अवश्य भिजिट गर्नु होला मस्ट भिजिटेड प्लेस इन डेनमार्कमा पर्छ यो पनि एउटा धेरै धेरै धन्यवाद शिवन दोस्तले चाहिँ एकदमै राम्रो जानकारी दिनुभयो यो ठाउँको बारेमा किनभने ऊ यहाँ अलि पहिला पनि आइसकेको थियो 2-3 पटक अनि थ्याङ्क यू सो मच हाम्रो शिवन दोस्तलाई चाहिँ यहाँ यो ठाउँको यसो डिस्क्राइब गरिदिनु भयो यहाँ कोपेनहेगनमा रहनुहुनेहरूले चाहिँ नोरेपोर्टबाट फास्ट ट्रेन पनि चढ्न सक्नुहुन्छ सी ट्रेन क्ल्याम्बर्ग स्टेसन भन्ने पनि छ त्यहाँबाट 14 to 17 मिनट्समा यो पुऱ्याइहाल्छ यहाँ आएपछि तपाईँहरूलाई रिग्रेट लाग्दैन एकदम रमाइलो ठाउँ छ एकदम बबाल छ देखिरहनु भएको छ तपाईँहरूले पनि ओ बबाल यार मामाको टाउको त मामा खतरा मल्टी ट्यालेन्ट मान्छे हो नि तिमी केही बोल्दै नि त मामा कस्तो अनुभव भइरहेछ कस्तो एकदम रमाइलो लागिरहेको छ अलिक सी साइड भएर आज मौसमले पनि धोका दियो कालो बादलहरू हाम्रो टाउको माथि मड्राइरहेको छन् र अलिक हामीले सोचे जस्तो भएन त्यही पनि हामी साथीहरू भएपछि भाइब्स आफै क्रिएट गर्छौँ रमाइलो गर्छौँ हजुरहरू पनि हामीसँग रमाइलो गर्नु होला स्टे ट्युन एउटा एक्जाम दामी अन्त के हो भने चाहिँ साथीहरू रमाइलो गरिरहेको बेला मेरो त प्यार कति नन्दन कस्तो कस्तो अनुभव भइरहेछ त तिमीलाई चाहिँ अनुभव त एकदम राम्रो भइरहेछ रमाइलो फिल भइरहेछ साथीहरूसँग आएपछि त रमाइलो भइहाल्छ नि सिकेर म है यता चाहिँ हाम्रो हिँड्दै आउने क्रममा चाहिँ यो घरमा आँखा गयो कि मेरो साथीहरू यस्तो आलिसान घर हो कि यो यसरी मजाले यताको सी भ्यू छ अनि यहाँनिर चाहिँ यो घर यस्तो बबाल छ यस्तो बबाल यस्तो यता पार्कहरू यस्तो छ भ्यूहरू हेर्दै मजाले आलिसान तरिकाले बसेको राजाको दरबार जस्तो तरिकाले यसरी बस्ने रहर छ रहर पुरा हुन्छ होला कुनै दिन यस्तो बब्बाल ठाउँ छ अहिले चाहिँ हामी क्ल्याम्पनबर्गको डियर पार्कतिर जाँदैछौँ यहाँनिर यस्तो रमाइलो के खिच्दैछ नन्दु लालाले रेस्टुरेन्ट रहेछ नि यो त बब्बाल खालको फ्लेक्स हानिदिने S26 अल्ट्रा हातमा बिरयानी छ तर यो भ्यू कस्तो बबाल है साथीहरू यार ट्याक्क दुई साइडमा जङ्गल होइन अनि बिचमा दामी चिल्लो रोड धुवाधुलो बिनको बबाल यहाँ चाहिँ डेनमार्कको झन्डा छ हामी कन्टिन्युसली अर्को डेस्टिनेसनतिर मुभ हुँदैछौँ अर्को डेस्टिनेसन त तपाईँले सुनिसक्नुभयो डियर पार्क छ अहिले चाहिँ हामी यो ठाउँबाट अर्को डियर पार्क जानलाई बसमा चढिसकेको छौँ बाहिरको भ्यू चाहिँ यस्तो छ अनि हाम्रो लालाहरू चाहिँ यता छन् केटाहरू मामा त्यहाँ छ अनि अगाडि यस्तो छ भ्यू चाहिँ बबाल छ है साथीहरू हेर्नु न त्यो अगाडि माथि कस्तो आकाश कस्तो ब्लू देखिरहेको छ राम्रो खालको यस्तो हुनु नि घाम लागेर मजाले अब एकछिन पर झऱ्यो तपाईँहरूलाई भ्यू देखाउन खोज्यो फेरि कालो भइदिन्छ आकाश त्यो पानी पर्न लाग्यो जस्तो गरेर तर यहाँ चाहिँ बब्बाल देखेको छ साथीहरू वाउ नै देखिरहेको छ नि ल साथीहरू वेलकम छ तपाईँहरूलाई फेरि पनि अहिले चाहिँ हामी क्ल्याम्पनबर्गमा छौँ देख्न सक्नुहुन्छ अघिको सीको भ्यू तपाईँहरूले देखिसक्नुभयो अहिले चाहिँ हामी डियर पार्क जाँदैछौँ क्ल्याम्पनबर्गकै डियर पार्कमा एकदमै रमाइलो दृश्यहरू त्यहाँ तपाईँहरूले देख्न पाउनुहुनेछ स्टे ट्युन अब हामी जाँदैछौँ साथीहरू यसरी पुरै जस्तो गरेर आयो हजुरहरूलाई पनि एकदमै रमाइलो लागिरहेको होला मसँगै हजुरहरू पनि डेनमार्कलाई एक्सप्लोर गर्दै हुनुहुन्छ म एकदमै धेरै खुसी छु आई होप तपाईँहरू पनि एकदमै धेरै खुसी हुनुहुन्छ होला होइन यसरी नै साथ सपोर्ट गर्दै गर्नु होला स्टे ट्युन स्टे सपोर्टिङ साथीहरू सी यू बाई बाई साथीहरू हामी चाहिँ डियर पार्क इन्ट्री गर्न लाग्दैछौँ यो चाहिँ त्यहाँको मेन गेट हो ट्याक्क यसरी खोल्यो यहाँबाट आएपछि चाहिँ हेभनमा आएको जस्तो फिल भइरहेको छ है मलाई चाहिँ हेर्नु त साथीहरू यस्तो बबाल छ यो भनेको डिस्क्राइब गर्नै नसक्ने भ्यू हो कि नेपालमा यस्तो राम्रो राम्रो भ्यूहरू छ म एकदम मेरो देशको माया लाग्छ मलाई एकदम म प्याट्रियोटिक मान्छे हो
देशप्रेमी हो एकदमै धेरै। डियर पार्क यहाँ देख्न सक्नुहुन्छ। के देखेको छ यिनीहरूको ल्याङ्ग्वेजमा थाहा छैन मलाई। नेपालमा एकदमै धेरै राम्रो राम्रो ठाउँहरू छ, तर नेपाल छोडेको मैले त 2 वर्ष भइसक्यो। अनि नेपाल छोडेर यहाँ आएपछि त लगभग म खासै धेरै घुमेको छैन। एकचोटि नर्वे गएको छु, त्यति हो। अनि अब कस्तो हुन्छ भने अब ड्युटीमा गयो, कलेजमा गयो, घरमा रेस्ट गर्यो, अनि त्यो गर्दाखेरि अब फोन हेऱ्यो, के गरिन्छ र फ्री टाइममा। अनि त्यसो गर्दा आँखा कस्तो टायर्ड हुन्छ कि जहिले सुत्न नपाएर धेरै फोन हेरेर। अनि ट्याक्क कहिलेकाहीँ यसरी बाहिर निस्किँदा के यस्तो हरियालीहरू मजाले देखिन्छ नि, यसरी देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो हरियालीहरू मजाले देख्दा चाहिँ यस्तो आनन्द आउँछ नि साथीहरू, होइन? आँखा नै कस्तो आनन्द आउँछ कि हरियो हरियाली देख्दाखेरि आँखालाई नै आनन्द फिल हुन्छ, पिसफुल फिल हुन्छ कि मजाले, होइन? आई होप हजुरले पनि यति राम्रो भ्यू चाहिँ एकदम इन्जोय गरिरहनु भएको नै छ होला है। केटाहरू चाहिँ त्यहाँ जाँदैछन्, ऊ त्यहाँ पुगिसक्यो केटाहरू। मामा हाई गरिदेऊ न, हाई। त्यहाँ पुगिसक्यो केटाहरू। नन्दु लाला कस्तो अनुभव भइरहेछ भनिदेऊ नन्दन, यता फर्केर कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो भएर यस्तो हरियाली है, कस्तो बवाल देखेको। को छुट्यो? हाम्रो रत्नेशी छुट्नु भयो। रत्नेशीलाई पनि यहीँबाट धेरै धेरै सम्झना, भ्लग हेर्नु नै हुन्छ होला अवश्य। फेरि अर्कोचोटि जाउँ ल, होइन नन्दन? केटाहरू त्यहाँ जाँदैछु। पनि देखाउँदै थिएँ टोलीमा यस्तो हुन्छन् भनेर। ऊ हामी त्यत्रो पछाडिबाट आइरहेछौँ। ल स्ट्याच्यु भयो त श्रीमन्त बिचमा। के भइरहेछ यहाँ? यो त हाइलाइट हो, 100 हाइलाइट हाल्छु यो। तर कसम भ्यू चाहिँ साथीहरू यार वाउ देखेछ है। वाउको पनि वाउ हो, यस्तो रमाइलो भइरहेछ। बब्बाल म नि अब खान्छु। यता चाहिँ हाम्रो बिरयानी छ, देख्न सक्नुहुन्छ है। केटाले हानिरहेछ, हन्ट गरिरहेछ बिरयानीको। यस्तो रमाइलो ठाउँ, रमाइलो दृश्यहरू देखेर भोकै लागेको छैन। भन्दा पनि अघि पिज्जा खाइहाल्यो, त्यही भएर अलिकति भोक कम भएको होला। ओके साथीहरू, यस्तो राम्रो भ्यूहरू हेर्दै गर्नु होला। स्टे ट्युन, होइन? म पनि यसो हेर्छु, रमाइलो गर्छु। फेरि भेटौँला एकछिन है। हामीले हाल्नु न टिकटमा डियर पार्क यो भन्दै अहिले खाना ठ्याक्कै आउँदैन क्या निस्किनु होइन समर फोर दुलमा बसेको हामीलाई त निस्किनु। फाइनली साथीहरू हेर्दै घाम लाग्यो, त्यही भएर यसो भ्लग अन गरिहालेँ मैले। के लेखेको रहेछ यो पनि यहाँ लोकेसन देखाएको हो। केटाहरू यहाँ छ अनि यहाँको भ्यू देख्न सक्नुहुन्छ। घाम लाग्दाखेरि त बब्बाल देखिन्छ कसम भनेको। अघि त्यो जब हामी समुद्रको छेउमा थियौँ नि त बिचमा, त्यो चाहिँ घाम नलाग्दा अलिकति कस्तो देखियो, नराम्रो देखियो, ब्राइटनेस लो भएको जस्तो देखियो। तर यहाँ अहिले त बब्बाल हो कसम भने। यस्तो दामी यार, आकाश उस्तै सफा देखिरहेछ। यहाँको भ्यूहरूको त कुरै नगरौँ, होइन? यता अगाडि चाहिँ समुद्र छ, त्यही मुनि। अहिले हाम्रो यहाँ अहिले चाहिँ डेनमार्कमा 3 बज्न लागिसकेको छ, त्यही भएर मृग खासै देखिँदैन जस्तो छ है साथीहरू। त्यही भएर आज लक चाहिँ थिएन रहेछ मृगलाई हेर्ने, तर यस्तो राम्रो भ्यूहरू चाहिँ देख्नुहुन्छ तपाईँले। बब्बाल भ्यू चाहिँ कसम भनेको वाउ नै देखिरहेछ। ल साथीहरू, हाम्रो बस चाहिँ ट्याक्क 30 मिनट्स पछि मात्रै आउने भयो, त्यही भएर हामी चाहिँ डियर पार्कमा यसो मृगहरू देखिहालिन्छ कि भनेर मजाले वकिङ गरिरहेछौँ, होइन मामा?
हजुर हो एकदम बिल्कुल मामालाई वकिङ गर्नु फेरि एकदम रमाइलो लाग्छ ऊ चाहिँ एकदम वकिङको एकदम शौकिन मान्छे हो कि ऊ केटाहरू बस्न जाने भने चाहिँ वकिङ गऱ्यो भने त शारीरिक तन्दुरुस्ती आउँछ जिउको हरेक अङ्गहरू एक्सर्साइजमा आउँछ मोसनमा आउँछ हाम्रो शारीरिक रूपमा स्वस्थ राख्छ मानसिक रूपमा हामीलाई दुरुस्त राख्छ चङ्गा राख्छ त्यही भएर केटाहरूलाई जबरजस्ती हिँड्दै जाउँ भनेर हिँड्दै लिएर हिँड्दैछु म त्यही व्यायामको कुरामा चाहिँ हेर न कस्तो काँचुली जस्तो है यो हो भने काजुली उसले गर्दा मामा अलिकति त्यो व्यायामको कुरामा चाहिँ एकदम सिरियस छ ऊ व्यायाम गर्नुपर्छ हेल्दी हुनुपर्छ फिट हुनुपर्छ भन्नेमा चाहिँ मामा एकदमै विश्वास गर्छ त्यो चाहिँ मलाई एकदमै खुसी लाग्छ मामाको कारणले गर्दा नै म डेनमार्क आएर धेरै वेट लस गरिसकेँ म आउँदाखेरि 84 केजी थिएँ भने अहिले 72 अहिले चाहिँ म 72 छु 72 भने लगभग म 12 केजी वेट लस गरिसकेँ यो मेरो वेट लसको मुख्य कारण मुख्य क्रेडिट चाहिँ हाम्रो मामु सरले जानुहुन्छ मामालाई जान्छ मुख्य क्रेडिट चाहिँ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद मामा वेलकम त हुन्छ तर यस्तो बबाल ठाउँमा आएर यस्तो रमाइलो साथीहरूसँग कहिलेकाहीँ म भुल्छु के साथीहरू कि म डेनमार्कमा छु त म आफैलाई क्वेसन गर्छु किनभने म यहाँ डेनमार्कमा छु अर्काको देशमा छु आफ्नो घर छोडेर विदेश आएको छु भन्ने कुरा म भुल्छु कि कहिलेकाहीँ म आफ्नै नेपालमा आफ्नै टोलमा साथीहरूसँग मजाले चिल गर्दै यसरी चिल भाइब्समा यस्तो पिसफुल ठाउँमा पुरा भ्यूहरू नेपाल जस्तै छ कि यस्तो हरियाली यहाँ यस्तो ठाउँमा चाहिँ साथीहरूसँग आफ्नै गल्लीमा आफ्नै टोलमा हेरेको जस्तै अनुभव हुन्छ कहिलेकाहीँ तपाईँहरूलाई पनि हामीसँगै यस्तो चिल ठाउँमा यस्तो पिसफुल ठाउँमा घुमाउन पाउँदा मसँगै घुमाउन पाउँदा एकदमै धेरै खुसी लाग्छ तपाईँहरूलाई पनि रमाइलो लागिरहेको होला खुसी नै लागिरहेको होला अहिलेसम्म भ्लग हेर्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद तपाईँहरूलाई सबैजना मेरो भ्युवर्सहरूलाई है एकछिन भ्यू पनि हेर्नु होला यतातिर यता हाम्रो टोलीहरू हुनुहुन्छ चिलमा होइन यो बाटो भनेको स्वर्ग जाने बाटो जस्तो देखिरहेको छैन त साथीहरू दुईजना साथीहरू त स्वर्ग गइरहेछ नि अहिले यस्तो भनेको नट अ जोक के साथीहरू कस्तो भनेको बब्बाल लागिरहेछ मलाई चाहिँ भ्यू चाहिँ तपाईँलाई कस्तो लागिरहेछ कमेन्ट डाउन बिलो है वाउ छ ठाउँ चाहिँ चराचुरुङ्गी अब सबै के जनावरहरू चाहिँ अहिले देखेको छैन मृगहरू चाहिँ किनभने अलिकति साँझ पर्न लागेको छ त्यही भएर देखाउन सकिनँ त्यसको लागि चाहिँ क्षमा चाहन्छु साथीहरू कसम तपाईँहरू लक्की हुनुहुँदो रहेछ अनि म पनि लक्की रहेछु धेरै नभए पनि 2वटा मृगलाई चाहिँ देखाउन पाएँ यहाँ आएर यहाँ हेर्नु त साथीहरू यता यो प्यालेस हो कि के हो यो गर त नन्दन यस्तो बबाल हेर्नु त साथीहरू वाह जे होस् यो 2वटा मृग त देखाउन पाएँ नि त नि यार मैले नि देख्न पाएँ जुम गरेर पुरा देखाइरहेको छु तपाईँहरूलाई बबाल एउटा यहाँ छ माथि हामीलाई हेर्दैछ मान्छे कहाँबाट आइपुग्यो एकदम कम आउने हो मान्छे हो मृग हेर है मृगको फोटो खिचाइ पुरा यहाँ केटाहरूको यहाँ चाहिँ पुरा घोडागाडामा हेर्नु न साथीहरू कस्तो राम्ररी टक्क हिँडिरहनु भएको छ यो एउटा ट्रान्सपोर्टेसन जस्तै रहेछ अब हामी हिँडेको है यहाँबाट केटाहरू चाहिँ त्यहाँ पुगिसक्यो यो भ्यू यस्तो राम्रो भ्यूलाई बाई बाई भाग्यमा भए फेरि आउनेछु फेरि भेटौँला है यो ठाउँ बाई एकछिन यहाँ थकान मारिँदैछ हाम्रो 3 किलोमिटरको होइन वाकिङ डिस्टेन्स अब त्यति अगाडि जानलाई एकछिन 20 मिनट जति हेरेर एकछिन बसिरहेको छ हामी चाहिँ साथीहरूको त्यहाँ फोटो सेसन चल्दैछ यहाँनिर मामा चाहिँ यता छ अनि यहाँनिर फेरि पनि मैले भ्लग अन गर्नुको भिडियो अन गर्नुको कारण यहाँ मृगको बच्चाहरू देखेँ कि यहाँनिर हेर्नु है मृगको बच्चा हो कि मृगै हो मामा यो बच्चा रहेछ ठुलो हुनु लागेको मृगको बच्चाहरू यहाँ खेलिरहेको रहेछ कि त्यही भएर 4वटा मृग देखियो यार आज भाग्यमानी नै भयो हामी होइन यिनीहरू सानो हो कि मामा
यस्तो बब्बाल भ्यू छ बाई बाई भन्नु पर्यो यहाँ म त यहीँ बस्नु मन लाग्यो कसम भने सधैँभरि बस्न चाहिँ मन लाग्दैन तर एक दिन भए चाहिँ म कसम एक्लै भए पनि बस्दिन्छु यस्तो रमाइलो लागिरहेछ कि मलाई मेरो आँखाहरू नै कस्तो आनन्द आइरहेछ यस्तो हरियाली देख्दाखेरि हेर्दै गर्नु होला साथीहरू सी यु है त स्टे ट्युन साथीहरू फाइनली घुम्दै आउने क्रममा चाहिँ एक्सप्लोर गर्ने डेनमार्कलाई एक्सप्लोर गर्ने क्रममा चाहिँ फाइनली हामी चाहिँ यहाँ टास्ट्रुपमा आइसकेका छौँ अघि हामी क्लाइम्बरबर्गमा थियौँ क्लाइम्बरबर्गबाट अहिले टास्ट्रुपमा आइसकेका छौँ यहाँ चाहिँ एकदमै राम्रो रमाइलो कार्यक्रम भइरहेछ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो भइरहेछ धननले चिकन म्यारिनेट गरिरहेछ मजाले है विदाउट वेल आगो फाइनली यहाँ बलिसकेको छ यहाँ जुगाड लगाएर अनि मामा चाहिँ यहाँ चिलमा छ यहाँको भ्यू पनि बब्बाल छ है साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले है बब्बाल छ देख्न सक्नुहुन्छ वाउ छ यहाँको भ्यू चाहिँ बब्बाल छ एकदमै आज धेरै राम्रो राम्रो ठाउँ घुम्यो साथीहरू तपाईँहरूलाई नि मजा आयो होला यस्तो राम्रो राम्रो ठाउँहरू देख्दाखेरि हामीलाई त अभियसली मजा भइरहेछ यता पोर्क छ अनि यता चाहिँ चिकन छ साथीहरू यता छन् ल इन्जोय हुँदै गर्छ तपाईँले पनि इन्जोय लिँदै गर्नु होला स्टे ट्युन है त साथीहरू फेरि भेटौँला एकछिनपछि ल साथीहरू फाइनल्ली रेडी टु इट भइसकेको छ हाम्रो चाहिँ साथीहरू हाम्रो काग साथीहरूले चाहिँ एउटा टिपेर गइसक्नु भएको छ देख्न सक्नुहुन्छ कस्तो रह्यो त मामा टेस्ट भन्दै हुन् त रिभ्यू देऊ न के अनप्लान प्लान भयो सामग्रीहरू मात्रै भएन भित्र काटकुट गरेर मसलाहरू पुऱ्याउनु सकेन मरमसलाहरू जुटाउन सकिएन त्यही कारणले गर्दा भित्रसम्म चाहिँ पुगेको छैन तर मासु चाहिँ एकदम स्मोकी फ्लेभर नेपाली स्वाद ग्रिल बबाल मिठो छ तर मसला चाहिँ टक्क पारेको छैन तर मासु चाहिँ मिठो छ हो र कि कस्तो लाग्छ केटाहरूलाई यता दुई भाइलाई हो भ्यू चाहिँ तर बब्बाल छ है साथीहरू वाउ नै छ कसम भनेको वाउ नै छ है भ्यू चाहिँ साथी हो ए मामा त्यो चिकन एकजनालाई त्यति मात्रै हो कि ल साथीहरू मैले पनि एउटा चिकन लेग पिस पाइसकेको छु अब यसलाई म खान जाँदैछु खाएर रिभ्यू दिन्छु है त केटाको रिभ्यू चाहिँ सुनिसक्नुभयो तपाईँहरूले तर जुगाड गरे पनि मजाले नै पाकेछ मसला यतिको लागेकै छ केही बिना माथिबाट त्यो मिक्स मसला हालिदिएको त हो मजाले पाएको छ बबाल भयो बबाल मासु भन्दा नि यो पछाडिको भिडियो बबाल छ है साथीहरू देखिरहनु भयो होला तपाईँहरूले मामाको नि यो हात यो भ्यूले त मारेको छ त हौ साथीहरू यार कसम भने यो भ्यूले चाहिँ मारेको छ है मेन चाहिँ यो भ्यूले मारेको छ यार बबाल साथीहरू ल आजलाई यति नै गर्नु पर्यो साथीहरू साँच्ची भान्जा तिमीले यति राख्दै मेरो खायो मेरो हो आजको लागि यति नै यतिसम्म भ्लग हेरेर साथ दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद यति भन्दै अब नेक्स्ट भ्लगमा फेरि पनि भेट्ने बाचा गर्दै आजको लागि चाहिँ यो हातमा चिकन लेग पिसको हड्डी बोकेर बाई बाई भन्न चाहन्छु बाई बाई गाइस सी यु इन नेक्स्ट भ्लग